नमस्ते, स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। आज हामी नेपालको एक यस्तो विषयमाथि चर्चा गर्दैछौं जुन बेला बेलामा सतहमा आइरहन्छ, राजतन्त्रको पुनरागमनको चाहना। गणतन्त्र स्थापना भएको 1.5 दशक बितिसक्दा पनि किन केही नेपालीहरू राजा फर्केको हेर्न चाहन्छन्? आउनुहोस् यस विषयको गहिराईमा पुगेर बुझ्ने प्रयास गरौं। नेपाल लामो समयसम्म राजतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत रहेको देश हो। शाहवंशीय राजाहरूले शताब्दीौंसम्म नेपालको नेतृत्व गरे। कतिपय मानिसहरू राजतन्त्रलाई नेपालको इतिहास, संस्कृति र पहिचानसँग अभिन्न रूपमा जोडेर हेर्छन्। तर 65 सालमा नेपाल एक गणतान्त्रिक मुलुक बन्यो। राजतन्त्रको अन्त्य भयो र देशले नयाँ राजनीतिक प्रणाली अँगाल्यो। त्यसबेला धेरै नेपालीहरूले गणतन्त्रलाई विकास, समृद्धि र समानताको बाटोको रूपमा हेरेका थिए। गणतन्त्र स्थापना भएको यतिका वर्ष बितिसक्दा पनि केही नागरिकहरूमा असन्तुष्टि देखिन्छ। विभिन्न समयमा राजावादीहरूले प्रदर्शन गरेका खबरहरू आइरहन्छन्। सामाजिक सञ्जालमा पनि राजतन्त्रको पक्षमा बहस हुने गरेको पाइन्छ। आखिर किन मानिसहरू फेरि राजा फर्केको चाहन्छन्? राजतन्त्रको पुनरागमन चाहनेहरू विभिन्न कारणहरू प्रस्तुत गर्छन्। कतिपयले देशमा राजनीतिक अस्थिरता बढेको र नेताहरूले राम्रोसँग काम गर्न नसकेको महसुस गरेका छन्। उनीहरू राजतन्त्रको समयमा देशमा स्थिरता र शान्ति कायम रहेको स्मरण गर्छन्। केही मानिसहरू नेपालको धर्म संस्थाको संरक्षण राजतन्त्रले मात्र गर्न सक्ने तर्क राख्छन्। उनीहरू राज संस्थालाई राष्ट्रिय एकताको प्रतीकको रूपमा देख्छन्। तर गणतन्त्रको समर्थन गर्नेहरू राजतन्त्रलाई निरङ्कुश र विकास विरोधी शासन व्यवस्थाको रूपमा चित्रण गर्छन्। उनीहरू गणतन्त्रले सबै नागरिकलाई समान अवसर दिएको र देशलाई अगाडि बढाउने सम्भावना बोकेको विश्वास गर्छन्। नेपालको राजनीतिक वृत्तमा यो विषय सधैँ नै पेचिलो बनेको छ। विभिन्न राजनीतिक दलहरूको यस विषयमा फरक फरक धारणा रहेको छ। केही दलहरू गणतन्त्रलाई अपरिवर्तनीय संग्रहको माध्यमबाट जनताको राय बुझ्नुपर्ने कुरा उठाउँछन्। जनस्तरमा राजतन्त्रको पुनरागमनको चाहना कति बलियो छ भन्ने यकिन तथ्याङ्क पाउन गाह्रो छ। तर विभिन्न समयमा भएका प्रदर्शनहरू र सामाजिक सञ्जालमा देखिएको समर्थनले यो मुद्दा पूर्ण रूपमा सेलाइसकेको संकेत गर्छ। नेपालको भविष्य कस्तो हुने हो? के फेरि राजतन्त्र फर्केला अथवा गणतन्त्र नै स्थायी रूपमा स्थापित भएर अगाडि बढ्ला? यो प्रश्न अहिले पनि धेरै नेपालीहरूको मनमा घुमिरहेको छ। यसको जवाफ समयले नै देला। तर यो बहसले नेपालको राजनीतिक परिदृश्यलाई भने निरन्तर तताइरहेको छ। तपाईहरुलाई यो डकुमेन्ट्री कस्तो लाग्यो? राजतन्त्रको पुनरागमनको विषयमा तपाईको विचार के छ? कमेन्ट सेक्सनमा आफ्नो राय व्यक्त गर्नुहोला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्न र यो भिडियो शेयर गर्न नभुल्नुहोला। धन्यवाद।